तपाईँहरूले देख्न सक्नुहुन्छ मेरोमा 1,40,000 फलोवर्स हुनुहुन्छ र लाइक्स 55,000ले गर्नुभएको छ। यो मेरो लगभग 5 वर्षको मेहनत हो र 5 वर्षको मेहनत अहिले आएर खेर गएको छ जुन पैसा कमाउने समयमा। र तपाईँहरूले पनि यस्तो गल्ती गर्नुहुनेछ, यस्तो गल्ती नदेहराउनु भनेर तपाईँहरू नपछुताउनु होला भनेर मैले यो भिडियो बनाएको छु। भिडियो पुरा हेर्नु होला। हेर्न सक्नुहुन्छ मेरो भिडियोमा धेरै भ्युजहरू गइरहेका छन्। अहिले भ्युजहरू कोही जान्छ कोही जाँदैन, त्यो भनेको अब आफ्नो ठाउँमा छ हैन। आफ्नो ठाउँमा छ। देख्न सक्नुहुन्छ अहिले मेरोमा अर्निङ हेर्नुहुन्छ भने जम्मा $1 आएको छ कि जम्मा $1 छ है। जम्मा $1 छ। अहिले यो अर्निङ पनि बन्द भइसक्यो क्या। अर्निङ बन्द भइसक्यो। अब तपाईलाई म 1 वर्षको है त लास्ट 90 डेजको देखाउँछु तपाईलाई। 90 दिनमा चाहिँ मेरो फेसबुकबाट पैसा कमाउन सकिन्छ। $105 भन्दा बढी चाहिँ रिल्सबाट $81, फोटोबाट $9.70, स्टोरीबाट $9, टेक्स्टबाट $4 र एक्स्ट्रा बोनसबाट $1 आएको थियो। र अहिले लास्ट 7 डेजको हेर्नुहुन्छ भने अहिले आएर चाहिँ मेरो यो अर्निङ 0। कुनै पनि अर्निङ भएको छैन र पैसा आएको छैन। पैसा आउन फुल्ली बन्द भइसक्यो। अब मेरोमा कुनै पनि अर्निङ हुनेवाला छैन। र अबदेखि मैले पैसा कमाउन सायद मैले यो फेसबुकबाट मैले सक्ने छैन। मेरोबाट अब फेसबुकबाट पैसा आउँदैन। मेरो 1 नम्बरमा मिस्टेक भनेको के भन्नुहुन्छ भने तपाईहरूले 1 नम्बर मिस्टेक भनेको मेरो पे आउट सेटअप। मेन तपाईहरुको मोनेटाइज आइहाल्ने बित्तिकै ओहो मेरो मोनेटाइज आयो म सेटअप गरिहाल्छु भनेर पे आउट सेटअप गरि नहाल्नु होला। हो मेरो मेन समस्या भनेको यो पे आउट सेटअपमा भएको छ। जुन देख्न सक्नुहुन्छ त्यत्रो पैसा कमाएर पनि लगभग मेरो $150 भन्दा बढी कमाइसकेको थिएँ, तर पनि मेरो खातामा आएन पनि र अहिले उल्टो कमाउनको लागि बन्द भयो। तपाईलाई देखाउँछु म बन्द भएको यो पे आउट सेटिङ। यहाँ सेटिङमा गएर क्लिक गरेपछि यहाँ देखाउँछ। देख्न सक्नुहुन्छ पे आउट एकाउन्ट इन्फोमा मेरो यहाँनिर बिजनेस नेम अनि पे आउट एकाउन्ट ओनर नेम यसमा मिस्टेक भएको कारणले मैले त्यतिखेर हावातालमा हालिदिएँ। अहिले आएर यसको समस्या आयो। अहिले अपडेट गर्न पनि मिल्दैन। $25 इन्कम भएपछि अपडेट दिन्छु भन्छ, तर पनि $25 भइसक्दा पनि अहिले अर्निङ दिइरहेको छैन क्या। मेरो अर्निङै भइरहेको छैन। अब तपाईहरु पनि यस्तो गल्ती नगर्नु होला। र अहिले भर्खरै मात्रामा मैले फेरि नयाँ पेज खोलेको छु। यस्तो समस्या अब चाहिँ नहोस् भनेर। अब त्यसबाट पैसा कमाउन सकिएन, त्यही कारणले गर्दाखेरि चाहिँ त्यसबाट पैसा कमाउन नसकेको कारणले चाहिँ मैले फेरि भर्खरै मात्रामा यो गाउँले केटो भन्ने आइडी खोलेको छु। यो गाउँले केटो आइडीमा चाहिँ भर्खरै अब थोरै फलोवर्स छ। त्यो आइडी त मैले बिगारेँ। यो आइडी चाहिँ आशा छ अब सबैले साथ सपोर्ट दिनुहुन्छ भन्ने आशा राखेको छु। कसैले पनि यसमा खासै फलोवर्स पनि छैन। भर्खरै भिडियो हाल्न सुरु गरेको छु। सबैजना जोडिनु हुन अनुरोध गर्छु र मेरो युट्युब च्यानललाई पनि फलो सब्स्क्राइब गर्नु होला। र यस्तै भिडियो हेर्नको लागि अब मैले मेरो युट्युब चाहिँ अब नयाँ नै हो। मैले खासै चलाउने थिएँ। प्राय मैले फेसबुक भिडियो नै बनाउने कारणले गर्दाखेरि चाहिँ हो। प्लस तपाईहरु पनि पैसा कमाउन चाहनुहुन्छ भने चाहिँ आजदेखि भिडियो युट्युब सबै सुरु गर्न चाहिँ म अनुरोध गर्छु। हस् त बाइ बाइ।